खेदाउन हुन्न माथिले So guys, यहाँ हात फेरि टोक्ला नि त यस्तो खतरा खतरा ठाउँ छ सो हे गाइज हजुरलाई स्वागत छ फेरि पनि हाम्रो अर्को छोटो मिठो भ्लगमा हामी कतिजना छौँ दुईजना छौँ हामी पान्तलतिर आएको छौँ आज सो गाइज हामी चाहिँ कहाँ पुगिसक्यौँ सिद्ध गरेर आइसक्यो यता गाइज हेर्न सक्नुहुन्छ हामी सिद्ध पोखरीमा छौँ सिद्ध पोखरी हेर्न सक्नुहुन्छ यता पारी हाम्रो यता सिद्ध पोखरी रहेको छ हेर्न सक्नुहुन्छ यता खासै यो सिद्ध पोखरी हो तल माछा देख्न सक्नुहुन्छ त्यहाँ अहिले माछा पनि देखाउनेछौँ हामी यो चाहिँ सिद्ध पोखरी पार्टी प्यालेस हो देख्न सक्नुहुन्छ भक्तपुर बहुमुखी क्याम्पस त्यहाँ क्याम्पस पनि छ है त गाइज सो गाइज हामी चाहिँ अहिले कहाँ छौँ सिद्ध पोखरी छौँ यहाँ अहिले पछि हामी घुम्न जाने अहिले काममा जानु छ देख्न हाम्रो काम अझै छ होइन हामी रुट सकेर आएर चाहिँ हामी यहाँ घुम्नेछौँ यता अब हामी यता जाने हो अहिले चाहिँ हामी यो भक्तपुर क्याम्पस बहुमुखी क्याम्पस अगाडि छौँ देख्न सक्नुहुन्छ बहुमुखी क्याम्पस हेर्न सक्नुहुन्छ हामी यता आइसक्यौँ अब हामी यतै जाँदैछौँ सो गाइज लाइक सब्सक्राइब एन्ड सेयर गर्नु होला कमेन्ट गरेर नबिर्स कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो कमेन्ट गर्नु होला कहाँबाट हेर्दै हुनुहुन्छ भन्नु होला होइन ल अहिले भेट्छौँ है त गाइज सो गाइज हामी कहाँ आइसक्यौँ हाम्रो काम सबै लागिसक्यो नेपाली टेलिकम अगाडि छौँ सुदन गुरुङले थर्काएको थियो यहाँ हामी गाइज हामी धेरै अगाडि आइसक्यौँ हेर्न सक्नुहुन्छ हाम्रो अगाडि अब हामी यहाँ जाँदैछौँ भक्तपुर हस्पिटल पनि त्यहाँ अगाडि हो हामी जाँदैछौँ गाइज चाहिँ रानी पोखरी होइन रानी पोखरी आइसक्यो हामी रानी पोखरी हो त्यो मलाई थाहा होइन हो आउँदैछौँ गाइज सामान टर्ने सक्नुहुन्छ सबै रहेछ त यहाँ देख्न सक्नुहुन्छ यहाँको भ्यूहरू यो पोखरीको नाम चाहिँ हामीलाई थाहा भएन भन्न त अघि रानी पोखरी हेर्नु तर यो रानी पोखरी हेर्ने रहेछ देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो अब हामी चाहिँ यो रानी पोखरी भन्ने अघि रानी पोखरी चाहिँ होइन रहेछ यो काठे भन्ने ठाउँ रहेछ देख्न सक्नुहुन्छ हजुरहरू पनि डुल्न आउनु होला खतरा ठाउँ छ हेर्नुहोस् माछा पनि देख्न सक्नुहुन्छ हो त्यहाँ माछा चाहिँ टन्ने छ माछा मार्न पाएँ माछा मार्न चाहिँ यहाँ मनाइ छ यहाँ देख्न सक्नुहुन्छ मारेर लान्छ होला नि के हामी चाहिँ अब सो गाइज हामी अब दरबार स्क्वायर पुगिसकेका छौँ पुग्न लागेका छौँ बाँकी छ अलिकति यहीँ नजिकै हो दरबार स्क्वायर चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो रुट पनि सकिन लाग्यो गाइज हामी आएको 3-4 घन्टा भइसक्यो अब रुट कतिखेर सकिन्छ थाहा छैन अब सकिन लाग्यो 10वटा जति छ पसल होइन गाइज हामी मन्दिर आइपुग्न लागिसक्यौँ त दुईजना आएको छौँ एक दुईवटा नयाँ पसल नै हामीले थप्नु जस्तो लाग्छ नयाँ पसल नथप्ने कुरो गरेको हामीले है त फाइनली गाइज हामी चाहिँ अब यो फाइनली हामी चाहिँ दरबार स्क्वायर आइसक्यौँ त्यहाँ अगाडि हेर्न सक्नुहुन्छ यो दरबार स्क्वायर हो होइन हामी यहाँबाट छिर्छौँ अर्डर सकाएर हामी यहाँ छिर्ने हो हाम्रो यता अर्डर दिनु छ अब साथ हामी चाहिँ त्यहाँ छिर्छौँ गाइज हेर्न सक्नुहुन्छ लाइक गर्ने सब्सक्राइब गर्नु होला फाइनली गाइज हामी भित्र आइसक्यौँ स्कुल चाहिँ यहाँ खत्तम थियो पर्दम माध्यमिक विद्यालय छिटा पनि छिटा किन ढिलो आएको पछाडि पछाडि बसेको
यता आउने यता भ्लगमा आउनुपर्छ नि त हामी कहाँ आइपुग्यो दरबारेश्वर आयो दरबारेश्वर हो कि के हो चाहिँ थाहा छैन सिद्ध पोखरी दरबारेश्वर आइसक्यौँ गाइज सिद्ध पोखरी हिँडेको यता सुटिङ पनि भइरहेको हुन्छ हजुरहरूले हेर्न सक्नुहुन्छ तर आज चाहिँ छैन है स्कुल भर्खर छुट्टी भएर चाहिँ अस्ति हामी आउँदा यहाँ सुटिङ थियो उता भित्र हो साइकल लिएर पनि छिरेको खतरा खतरा छ सो गाइज हामी कहाँ जान्छौँ भित्र जाँदैछौँ है त कति तल हेरेको कति ढोका अरे 54 ढोका कहाँ चौँनु ढोका यता कता छ होइन खोइ म थाहा छैन सो गाइज हामी भित्र आइसकेको छौँ यता हेर्न सक्नुहुन्छ है त यो के हो भन्ने कुरो यहाँको फोटो हान्नुपर्छ अब हामी है के भन्नु छ भक्कमा छ उता तल छ अलि जानुपर्छ पान्तलै कति होइन त्यता गराउँ अनि यता पऱ्यो है सो गाइज हामी अर्को पान्तले जाँदैछौँ है त हामी पान्तले जाँदैछौँ गाइज यता हो पान्तले सो गाइज यहाँ नेपालको कल्चरहरू हेर्नु सक्नुहुन्छ अहिले आउँदै पुग्यो यस्तो खतरा खतरा ठाउँ छ हेर्नु आउनु यताको बाटो चाहिँ यस्तो खतरा अब हामी यता जानुपर्ने हुन्छ गाइज यहाँ खतरा छ त्यो खतरा छ यहाँ तलपट्टि होइन देखाइहाल्छु हामी दुईजना हिँडिरहेको छौँ गाइज यहीँ तल हाम्रो पान्तले भन्ने ठाउँ जहाँसम्म मलाई लाग्छ होइन रहेछ नि होइन रहेछ हो कि अन्त त्यो गाई चाहिँ हामी चाहिँ पान्तले आइपुगिसक्यौँ उयो हेर्न सक्नुहुन्छ है त अब हामी यहाँ माथि जाने है त माथि जाने है हामी यहाँ माथि गएर यहाँको भ्यू निकाल्ने हो रथ पनि देख्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ यहाँ हात्ती हेर्नु हात्ती कत्रो छ हेर्नु रथ हेर्न सक्नुहुन्छ कत्रो ठुलो छ है त रथ रथ पुरै क्याच बाहा ए हेर्नुहोस् ल हामी यहाँ माथि जान्छ अनि म माथिबाट हजुरलाई खतरा भ्यू देखाउँछु है त गाइज सिउ अनका सो गाइज हामी चाहिँ अब फर्किन लागेको ब्याक टु होम है त हामी ब्याक टु होम हुन लागिसकेर लड्यो भने के हुन्छ होला क्या त बाजेर लडेर सो गाइज हामी ब्याक टु होम हुन्छ यता होइन त अहिले बाटो जानुपर्छ फोटो हान्यो यहाँ नानी सो गाइज हामी कहाँ जान लाग्यो अब फर्कियो भने त हामी फर्किन लागिसक्यो गाइज हेर्न सक्नुहुन्छ अब हामी चाहिँ रुम जाँदैछौँ यहाँ ब्यागहरू हेर्न सक्नुहुन्छ कस्तो खतरा होइन गएको अब हामी चाहिँ रुम फर्किँदैछौँ देख्न सक्नुहुन्छ यहाँ यहाँ देख्न सक्नुहुन्छ नेपालमा भएको इतिहासहरू सो गाइज हामी चाहिँ अब फर्किन लाग्यो है यहाँ फेरि पनि हामी यता आइसक्यौँ 2-4वटा पसल बाँकी छ अनि सकेर मलाई नेपालमा जानु उसमा राख्ने साइकल किन्ने देख्न सक्नुहुन्छ यो हामी
फर्किन किन लागेको अब हामी बाहिर निस्किँदैछौँ। यहाँ पनि एउटा विद्यालय रहेछ। यहाँ कता देखाएको थिएँ मैले, उता देख्न सक्नुहुन्छ। ल गाइस हामी चाहिँ अब बाहिर उता गाडी चढ्ने बेला हजुरहरूलाई भेट्नेछौँ। कतिवटा 54वटा ढोका छ भन्ने सुनेको थियो मैले। यहाँ चाहिँ यहाँबाट 54 कि 52 कतिवटा ढोका देख्न सक्नुहुन्छ। सो गाइस हामी चाहिँ फर्किसक्यो, हेर्न सक्नुहुन्छ। हामी यो भन्ने ठाउँमा आइसकेको छु। यो पोखरीको नाम के हो हामीलाई थाहा भएन, आउने थाहा हुनेले कमेन्ट गरिदिनु होला है भन्दै हामी यहाँ आइसक्यौँ। हामी चाहिँ अब त्यो अघि भनेको हस्पिटल उसमा जाँदैछौँ, पोखरीमा। अगाडि भिडियोको सुरुमा हामीले भनेको पोखरीमा हामी जाँदैछौँ र त्योभन्दा माथिपट्टि अर्को सिधा पोखरी छ, त्यहाँ पनि हामी जाँदैछौँ। त्यो पनि देखाउने छु गाइस हजुरहरूलाई। हामी दुईजना निरन्तर धेरै अल्छी लागिरहेछ। पुरै गर्मीले गर्दा फ्याफ्या भइसक्यो, यहाँ पसिना आइसक्यो, हेर्न सक्नुहुन्छ। पानी पनि सकिसक्यो, अब किन्नुपर्छ। गाइस म चाहिँ हजुरहरूलाई त्यहाँ पुगेर भेट्छ है त। फाइनली गाइस हामी चाहिँ सिद्ध पोखरी आइपुगिसक्यौँ, हेर्न सक्नुहुन्छ। हाम्रो यतापट्टि सिद्ध पोखरी रहेको छ। सिद्ध पोखरी देखाउने छु गाइस। सिद्ध पोखरी है त यता। फाइनली हामी सिद्ध पोखरी छिर्यौँ। सुकै हेर्न सक्नुहुन्छ। हाम्रो यतापट्टि चाहिँ सिद्ध पोखरी रहेको छ भने यता मान्छेहरू धेरै हुनुहुन्छ। यहाँ खाजा दिइरहेको भएको छ। माछा हेर्न सक्नुहुन्छ, उता माछा पनि रहेको छ भने माछा छ है त्यता माछा। हामी हिँडिरहेको छौँ एक खनको नला डल्ले होइन, माछा छैन क्या यहाँ धेरै। पल्लो माछा यहाँ माछा पनि हेर्न सक्नुहुन्छ। यतै कप खाइरहेको छ है। यत्रो ठुल्ठुलो माछा छ नि यहाँ त। यहाँ ठुल्ठुलो माछा छ। खजुरी जाला धेरै के भन्नु छ भन नि त, के भन्नु छ भने त्यो गाइस। अब हामी अब फेरि फर्किनु पर्ने हुन्छ, तल्लोपट्टिको पोखरीमा पनि जानुपर्ने हुन्छ गाइस। हामी चाहिँ अब यति हो, तल्लोपट्टिको पोखरीमा गएर भेट्छ है त। सो गाइस हाम्रो चाहिँ आजको अन्तिम पसल भनेको यो पोखरी पसल रहेको छ, भाजु पोखरी भन्ने। यो चाहिँ हाम्रो अन्तिम पसल हो गाइस, हेर्न सक्नुहुन्छ। हामी आज 3-4-5 घन्टा भइसक्यो र रोड अब सक्यो है त गाइस। अनि म हजुरलाई यो पोखरीमा लान्छु। गाडी आइज फाइनली गाइस हामी चाहिँ पोखरीमा आइसक्यौँ। हाम्रो यो चाहिँ अन्तिम पोखरी हुनेछ र हामी यहाँ यसपछि फर्किनेछौँ गाइस। हेर्न सक्नुहुन्छ है पोखरी रहेको छ यहाँ चाहिँ। हामी अब यहाँनिर जान्छौँ। यहाँ के भइरहेछ गाइस हेर्न सक्नुहुन्छ। ट्रेनिङ चलिरहेको जस्तो के हो है, ट्रेनिङ होला है। त्यो जब हामी यहाँ गएर त्यो ठाउँमा गएर हजुरहरूलाई चाहिँ म भेट्ने छु होइन त गाइस। है त गाइस म चाहिँ त्यहाँ गएर हजुरलाई। सो गाइस फाइनली हामी चाहिँ यहाँ आइसक्यो, हेर्न सक्नुहुन्छ। जाँदैछौँ, आइसक्यौँ गाइस। अब यहाँ छिर्ने त गाइस राम्रो पोखरी हेर ल हेर्न सक्नुहुन्छ। माछा चाहिँ क्या खतरा रातो छ हेर्नु त। लेखा यो माछाको लागि भए पनि एउटा लाइक चाहिँ हान्नु पऱ्यो ल। हामी त्यहाँ है त एउटा भिडियो बनाउँ न। फाइनल गाइस हामी चाहिँ पोखरीभित्र आइसक्यौँ, हेर्न सक्नुहुन्छ। के हुँदैछ यार, के हुन लागेको छ। ट्रेनिङ के छ होला। माछा हेर्दा भने जस्तो त्यो समाउनु माछा समाउनु त्यो माछा चाहियो। लो समाउ हात फेरि टोक्ला नि त। तान के गरिदिनु।
हेर्नुमा चाहिँ कति हात राख्ने थियो आउनु सर्टकट हुँदैन नि हुँदैन देख्न सक्नुहुन्छ तपाईँ नानीको उद्धार गर्नको लागि ट्रेनिङ है लाग्दैन बिस्तारो देख्न सक्नुहुन्छ यो माछा Chiama la grossa mia città, uitaतिर कति गयो होला पहिला गएर सो गाइस हजुरहरूलाई भिडियो चाहिँ कस्तो लाग्यो भनिदिनु होला र लाइक सेयर एन्ड सब्सक्राइब कमेन्ट गरिदिनु होला आजको भ्लग चाहिँ यति नै इन्ड गर्न चाहन्छु र नेक्स्ट भ्लगमा भेट्नुपर्छ भन्दै बिदा हुन चाहन्छु धन्यवाद गाइस बाई बाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला है त ओके त गाइस बाई बाई